हाई हेलो नमस्ते नमस्कार चाहिँ सबै नेपाली दाजुभाइहरूमा। आजको भिडियो केही स्पेशल छ र केही इम्पोर्टेन्ट टपिकमा छ, त्यही भएर आजको भिडियो पुरा हेर्न नछुट्याउनु होला। हजुरहरूको प्रश्न प्राय भिजिट भिसा, वर्क पर्मिट, स्टडी भिसा, वर्क पर्मिट भनेको वर्क भिसा आदि जस्ता धेरै कुराहरू हुन्छन्। त आज यही टपिकहरूमा किन आज कुराकानी गरौँ र हजुरहरू राम्ररी किन न क्लियर भइहाल्नु पर्ने हो। यही भिडियोमा हजुरहरू राम्ररी बुझ्न सक्नुहुन्छ, त्यही भएर यो भिडियोलाई अलिकता पनि स्किप नगरी पुरा हेरिदिनु होला। यति भन्दै म अगाडिको कुराहरू भन्न गइरहेको छु। कृपया हजुर मेरो भिडियोलाई अन्त्यसम्म हेरेर माया गरिदिनु होला। र यदि मेरो भिडियो हजुरले फर्स्टचोटि हेरिरहेको भएको छ भने कृपया मेरो युट्युब च्यानल मनोज परदेशीलाई सब्सक्राइब गर्न नभुल्नु होला। वर्क पर्मिट भन्नाले काम गर्न इजाजत पत्र, जुन सबै देशले दिइरहेछन्। त्यसपछि आउँछ भिजिट भिसा। भिजिट भनेको घुमघामवाला भिसा हो। स्टडी भिसा भन्नाले पढाइ गर्नको लागि पढ्नको लागि दिइने भिसा हो। अब हजुरहरूले भिजिट भिसामा काम गर्न चाहनुहुन्छ या के भन्छन् स्टडी भिसामा काम गर्न चाहनुहुन्छ त राम्रो भएन। भिजिट भनेको भिजिट हो, स्टडी भनेको स्टडी हो, वर्क भनेको वर्क हो। अनि र यो कुरा हजुरहरू मानौ न पढ्न लागिरहेको छु, केही पकेट मनीको लागि यदि काम गर्न खोज्यो भने, यदि हजुरहरूको इच्छा छ हैन, या भिजिट भिसामा आएर यहाँ कम्पनीहरू के कस्ता छन्, कम्पनीहरूको बारेमा जानकारी लिइहालु अनि केही काम पनि गरिहालु भनेर पनि सोचेका छौ कोही छ भने तिनीहरूलाई म आज क्लियरै गरिदिएँ होला। सबभन्दा पहिला वर्क पर्मिटमा आएर काम गर्दा कम्पनीबाट दिने र गभर्नमेन्टबाट दिने फाइदाहरू के हुन्, पहिला त्यो बुझ्नुपर्ने हो। त्यसपछि भिजिट भिसा र स्टडी भिसाको म कुरा गर्छु। सबभन्दा पहिला वर्क पर्मिटमा आएपछि यहाँ गभर्नमेन्टले दिने सुविधाहरू के छन्। सबभन्दा पहिला वर्क पर्मिटमा आएका छ भने, कोही कामदार आएको छ भने त्यसले इजिली मोबाइलको सिम लिन पाउँछ, ब्याङ्कको खाता खोलाउन सक्छ, यहाँ कुनै सामान किन्नको लागि किन्न पाउँछ, चाहे गाडी किन्न होस् या मोबाइल टेलिफोन कुनै पनि सामान किन्न होस् त्यो इजिली किन्न पाउँछ। यदि हजुर यहाँ 10 वर्षभन्दा बढी बसिसक्नु भएको छ वर्क पर्मिटमा, अनि त्यसपछि हजुरहरूले यहाँ ल्यान्डको लागि पनि किन्नको लागि एप्लाई गर्न सक्नुहुन्छ र आफ्नो फ्यामिलीलाई त हजुर 5 वर्षपछि हजुरहरूले ल्याउन सक्नुहुन्छ। आदि जस्ता वर्क पर्मिटमा सुविधाहरू दिएका छन्। यति नै होइन, हजुरहरूलाई ज्वरो लागेको छ या बिमार हुनुभएको छ भने मेडिकल भन्नाले अस्पतालका जति जाँच छन्, औषधिहरू छन्, सबै फ्री। वर्क पर्मिटमा आउनेहरूको लागि मात्र है म कुरा गरिरहेको छु, कृपया राम्ररी बुझिदिनु होला। त्यसपछि वर्क पर्मिटमा आउनेहरूको लागि बेसिक स्यालेरी तोकिदिएको हुन्छ, अनि ओभर टाइमको पनि पैसा पर आवरको तोकिएको हुन्छन्। साथै सालमा 15 दिन र 20 दिन, कुनै कम्पनीमा 15 डेज र कुनै कम्पनीमा 20 डेजको बिदा पनि तोकिएको हुन्छ। सरकारी बिदा त छँदैछन्। साथै वर्क पर्मिटमा आउनेहरूलाई इमर्जेन्सी बिदा पनि 15 देखि 20 डेज थरीका हुन्छ।
त्यो पनि यहाँ दिएका छन्। त्यसपछि कामको कुरा गरौँ। काम हप्तामा 45 आवर्स भन्नाले 5 दिन 8 आवर्सको दरले भन्नाले 5 डेज 8 आवर्सको दरले 40 भयो र सटरडे 5 आवर्स र सन्डे बिदा भन्नाले हजुर यहाँ मात्र हप्तामा 45 आवर्स काम गर्नुपर्ने र त्यो 45 आवर्स हप्तामा र त्यसपछि 4 हप्ता काम गर्नु भयो भने बेसिक स्यालेरी जति तोकिएको छ त्यो आउँछन् र त्योभन्दा बढी काम गरियो भने पर आवर्सको बेसिक ओभर टाइम र पर आवर्सको कति ओभर टाइम तोकिएको छ त्यो अनुसारको आउँछन्। हामीहरूलाई पर आवर 150 तोकिएको छ ओभर टाइममा र बेसिक त 20,000 छँदैछन्। अलरेडी मैले भिडियो पनि बनाइसकेको छु र जानकारी पनि हजुरहरूलाई गराइसकेको छु कि मोरिससमा बेसिक स्यालेरी 20,000 भइसकेको छ भनेर। त्यसपछि वर्क परमिटमा आउनेहरूको लागि 2 वर्षको कन्ट्र्याक्ट हुन्छ र 2 वर्षको कन्ट्र्याक्टमा हजुरहरूलाई आउने र जाने कम्पनीले टिकट दिएका हुन्छन् र अन्य थुप्रै सुविधाहरू दिएका छन्। अब कुरा गरौँ भिजिट भिसामा आउनेहरूको लागि। त हजुर भिजिट भिसामा केही सबभन्दा पहिला आउने जाने टिकट आफै बेहोर्नुपर्ने हो। आउने बेलामा त मेन पावरले त काटेर दिन्छ र जाने बेलामा फेरि आफैले काट्नुपर्छन्। त्यसपछि हजुरहरूले यहाँ काम गर्ने बेलामा कसरी काम गर्नुहुन्छ, कति घन्टा काम गर्नुहुन्छ कुनै फिक्स हुँदैन। रुमको सुविधा मैले एउटा वर्क परमिटमा मैले भन्न बिर्सेछु। वर्क परमिटमा रुमको व्यवस्था दिएका हुन्छन् र के कस्ता हुन्छन् भन्ने मैले फर्स्ट भिडियो मेरो युट्युब च्यानलको फर्स्ट भिडियो मैले अलरेडी हालिसकेका छु कि के सुविधा मिल्दछन् त्यो सबै मैले राखिदिएका छु। कृपया त्यो भिडियोलाई एकचोटि हेरिदिनु होला। म केही मुखले नै भनिदिरहेको छु। तपाईले एउटा बेड पाउनुहुनेछ, एउटा कपबोर्ड भन्नाले दराज त्यो पाउनुहुनेछ। त्यसपछि के भन्छन् भाँडाकुँडाका सामानहरू। त्यसपछि बिजुली बिलको यहाँ भन्नाले फ्री पाउनुहुन्छ, पानी फ्री पाउनुहुनेछ र ग्यास खाना पकाउन ग्यास पनि फ्रीमा पाउनुहुनेछ, लगायत वासिङ मसिन अन्य सुविधाहरू जुन उपयोगी हुनेछन् त्यो सबै हजुरले पाउनु हुनेछ। जुन भिजिट भिसामा आउनेहरू यो सुविधाको लाभ उठाउने वाला छैन। त्यही भएर वर्क परमिटमा आउनुहोस् र हजुरले सबै कुराको लाभ पाउनुहोस् र कमाउनुहोस्, यति म भन्न चाहन्छु। जुन भिजिट भिसामा हजुरले पाउनुहुन्न। त्यसपछि वर्क परमिट त छँदै छैन, भिजिट भिसा हो। सिम कार्ड चलाउन पाउनुहुन्न, ब्याङ्क कार्ड चलाउन पाउनुहुन्न, इन्टरनेट ब्याङ्किङ चलाउन सक्नुहुन्न, कुनै पनि सामान यहाँ किन्न पाउनुहुन्न, कुनै पनि सामान यहाँ किन्न पाउनुहुन्न। तपाईलाई किन्नको लागि पासपोर्ट त छँदैछन्, त्यसपछि वर्क परमिट चाहियो किन्नको लागि, जुन तपाईसँग छैन, त्यसैले तपाईँ यो सुविधा पाउनुहुन्न। त्यसपछि मेडिकलको जाँच सुविधा पनि हजुरले भिजिट भिसामा पाउनुहुन्न। साथै अन्य कुनै सामान जस्तै गाडी घोडा अनि 5 वर्ष पनि बस्यो भने जति दिन बसे पनि हजुरले आफै टिकट काटेर घर जाने हो। केही एक्स्ट्रा सुविधा हजुरहरूले पाउनु सक्नुहुन्न। र यो स्टडी भिसामा हजुरले लगभग धेरै कुराको सुविधा पाउन सक्नुहुन्छ। जस्तो सिम कार्ड लिन सक्नुहुन्छ, जाँचको सुविधा छ। फेरि यसमा भिजिट भिसामा होइन स्टडी भिसामा ब्याङ्कको कार्ड खोलाउन सक्नुहुन्न, ब्याङ्कको सुविधा छैन। फेरि साथै अलिकता भिजिटभन्दा अलिकता सुविधा स्टडी भिसामा छन्।
त्यसपछि सबभन्दा राम्रो हजुर यहाँ आउन खोज्दै हुनुहुन्छ भने वर्क परमिटमा आउनुहोला। वर्क परमिट भनेकै एग्रिमेन्ट जस्तो हुन्छन्, कन्ट्र्याक्ट बनेको हुन्छन् र हजुरहरूले राम्रो काम पनि पाउन सक्नुहुन्छ, राम्रो पैसा पनि कमाउन सक्नुहुन्छ। त्यही भएर सोच विचार गरेर आउनुहोला। एकजना भाइ अस्ति मलाई भेटाएको थियो अनि उहाँ झापादेखि हुनुहुन्थ्यो होला, झापादेखि हुनुहुन्थ्यो र एकजना अझ उहाँसँगै हुनुहुन्थ्यो, सायद उहाँ पनि त्यही एरियाको थियो, सायद टहरीदेखि हो कि त्यस्तै। पसलमा जाँदाखेरि उहाँसँग मैले टक्राएको थिएँ अनि भेटघाट गर्दा गर्दै मैले भने उहाँलाई, मैले भने कति लागत लाग्यो, उहाँले भने 3 लाख लाग्यो। कति दिनमा आउनुभयो त 1 हप्तामा आयो। 1 हप्तामा म पनि सक। त मैले भने कि भिजिट भिसामा आउनु भएको छ त? भिजिट भिसामा आउनु भएको छ। त कस्तो काम छ? दाइ धेरै पेलाइ छ, बिहानदेखि साँझसम्म काम गर्छु, पैसा थोरै दिन्छ। अब मैले कसरी भन्ने कि यस्तो अब नगर्नुको लागि अलरेडी आइसकेका छन्। अनि मैले भने कि कुन नम्बर चलाइराख्नु भएको छ? त्यो नम्बर त नेपाली नै हो, रुममा जान्छु भने दाइसहरूको वाइफाईले घरमा पुरा भइहाल्छ। अनि पैसा कसरी पठाउनुहुन्छ त? अरू नेपाली दाजुहरूलाई पैसा दिएर 500-1000 खुवाएर घर पठाइहाल्छु। मैले त्यो आधी रोएँ, म रुन जस्तो भइसकेको थियो त्यसको पीडा सुनेर। त्यसपछि मैले उहाँलाई भने कि जसरी भए पनि तपाईँको लोन सकाइहाल्नुहोस् र यहाँ कुनै राम्रो कम्पनी खोज्दै गर्नुहोला र कन्ट्याक्ट नम्बर लिएर उताबाट घर गएर फेरि रिक्वेस्ट गरेर आउनुहोला। तर यस्तो भिजिट भिसामा कहिले पनि नआउनुहोला। उहाँको मैले पीडा सेरेको थिएँ। भनिरहेछन् कि घामैमा रहन्छु, न ठन्डाको काम मिल्छ, अनि गाली पनि धेरै खान्छु, अब जे पैसा दियो त्यही पैसामा बस्नुपर्छ। उहाँकै पीडा सुनेर मैले हजुरहरूलाई पनि एउटा सानो जानकारी यही भिडियोमा हजुरहरूलाई पनि देऊ भनेर एउटा सानोदेखि ठुलो एउटा भिडियो नै बनाइदिएँ। त्यही भएर हजुरहरू यो भाइको जस्तो पीडा हजुरहरू नभोग्नुहोला। यदि भिजिट भिसामा यदि कोही मान्छे आइरहेछ भने कृपया मनोरञ्जनको लागि मात्र आउनुहोला। यहाँ घुमेर अनि कामको के कस्तो छ भनेर बुझ्नुको लागि आउन खोज्दै हुनुहुन्छ भने त्यो मात्र हो। तर काम गर्नुको लागि यदि कोही यहाँ आइरहेछन् भिजिट भिसामा त्यो कदापि नगर्नुहोला। मेन पावर त भन्छन् कि म तिमीहरूलाई एकै हप्तामा उडाइदिन्छु, 10 दिनमा उडाइदिन्छु। तपाईँहरू लोभको लालचमा त्यस्तो काम नगर्नुहोला। यो देशमा आउनुको लागि कमसेकम 6 महिना 7 महिना लाग्छ। अनि कृपया हजुर वेट गर्नुहोला अनि वेट गरेर आउनुहोला। म यति नै भन्न चाहन्छु। एउटा भनाइ छ, परिश्रमको फल मिठो हुन्छ भनेर। तपाईँ 7 महिना परिश्रम गर्नुहोस्, तपाईँको फल यो देशमा आएर राम्रो हुन्छ भनेर म धेरै भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दछु। यदि कोही भिजिट भिसामा आएर फसिसकेका छन् र के भन्छ स्टडी भिसामा आएर केही काम खोजिरहेछन् त तिनीहरूले एउटा मेसेज गरेको थियो मलाई कि दाइ भिजिट भिसामा या स्टडी भिसामा त्यहाँ कतिको कमाइ हुन्छ भनेर। भाइ त कमाउनको लागि त हजुर कुनै पनि भिसामा नआएर पनि काम गर्दा कमाइन्छ। तर भिजिट भिसामा र स्टडी भिसामा आएर काम गर्न चाहनुहुन्छ भने त भिजिट भिसामा तपाईँ कमाउन सक्नुहुन्छ। तर त्यो कमाइ हजुरहरूलाई के भन्छन् त्यो कागज जस्तै हो। भिजिट भिसामा आएर के भन्छ स्टडी भिसामा आएर पनि हजुरले काम गर्यो भने त्यो पनि हजुरलाई कागज जस्तै हो। अब त्यो पैसा मानौँ 10,000 कमायौँ भिजिट भिसामा मानौँ,
अब त्यो पैसा घरमा पठाउनको लागि हजुरलाई एउटा एजेन्ट चाहियो या कुनै लिङ्क चाहियो, त्यो त्यतिकै पठाउँदैन। अब त्यसलाई कमिसन चाहियो पठाउनको लागि। अब पठाउने चार्ज त छुट्टै हो। अब पठाउनको लागि साथीहरूलाई पनि कमिसन दिनुपर्ने। कति बच्छ? 1000 लग्यो मनी ट्रान्सफरले, 1000 लग्यो तपाईँको साथीले कमिसन 1000 भन्नाले तपाईँ 10,000 कमाउनु भयो भने 2000 लस भयो। त्यही भएर सोचेर काम गर्नु होला। पर आवर्स यहाँ मोरिससमा 150 रुपिसदेखि लिएर 500 सम्मका छन् पर आवरको। अब काम कस्तो छ त्यो त्यसमा डिपेन्ड पर्दछन्। मानौ सिम्पल काम छ, गार्डनको काम छ या केही वासिङको केही क्लिनिङको छ भने 150 पर आवर। यदि केही हार्ड काम छ जस्तो सामान उठाउने राख्ने लोडिङ अनलोडिङ जस्ता कुनै काम छ त्यो तपाईँलाई म्यानुअल कसैले 200 दिन्छ, कसैले 300 दिन्छ, कसैले 400 दिन्छ, कसैले 500 पनि दिन सक्छ। त्यो म्यानुअलीमा डिपेन्ड पर्दछन् काम कस्तो छ र के कस्ता हार्डवर्कमा डिपेन्ड पर्दछन्, त्यसमा डिपेन्ड पर्ने हो। त्यही भएर मिनिमम 150 र म्याक्सिमम 500 पर आवर्सको मैले कुरा गरेको छु यहाँ। र जुन 500 वाला काम मैले भने त्यो बढीमा 1 घन्टा 2 घन्टाकै काम हुन्छन्, तर 150 पर आवर्स वाला काम भर दिन पनि हुन सक्छ। त्यही भएर पर आवर्स काम अनुसार हुन्छ, डिपेन्ड पर्छ कि के काम गर्दै हुनुहुन्छ। एकजना भाइ पोर्ट लुइस भन्नाले यहाँको क्यापिटल सिटी पोर्ट लुइस, उहाँबाट मलाई मेसेज गरेको थियो कि दाइ म पोर्ट लुइसमा छु, मलाई पार्ट टाइम मिलाइदिनु न। भाइ पार्ट टाइम म कसरी मिलाइदिन्छु? पार्ट टाइम त खोज्नुपर्छ। जस्तो मैले कसैको व्यवहार बनाएँ, मैले कसैको लिङ्क बनाएको छु त मलाई नि भन्छ। म अहिले अरूलाई राखेँ भने त्यो मेरो के भन्छन् व्यवहार हेरेर त्यसले एक्सेप्ट गर्छ। त्यस्तै तपाईँ पनि त्यस्तो लिङ्क बनाउनुहोस्, व्यवहार बनाउनुहोस् अनि काम गर्नुहोस्। अब म अर्कै ठाउँमा, हजुर अर्कै ठाउँमा, कहाँ साध्य छ हो? अब तपाईँ वहाँबाट यहाँ आउनुहुन्छ, बाइचान्स मनिर 100 पर आवर वा 150 पर आवरको काम भेट्यो, 1 घन्टाको लागि भेट्यो, 2 घन्टाको लागि भेट्यो, त्यत्रो टाढाबाट आउने जाने तपाईँलाई धेरै कठिनाइ हुनसक्छ। त्यही भएर सकभर छेउछाउमै काम खोज्नु होला र गर्नु होला। र यदि सधैँको लागि भेट्यो भने त अझ राम्रो, 2 आवर्स 3 आवर्स, त्यो हजुरहरूको डिपेन्ड पर्छ, हजुरहरूको कति टाइम बच्छ त्यो अनुसार। नत्र सटरडे सन्डे गर्नु होला। भिसाकै कुरा चलिरहेछ भने त हजुरहरूलाई अझ केही कुराहरू भन्न चाहन्छु। जस्तो केही साथीहरूले भनिरहेको थियो कि दाइ भिजिट भिसाबाट वर्क परमिट भिसामा भन्नाले वर्क भिसामा कन्भर्ट गर्न पाउँछ कि पाउँदैन? भाइ कन्भर्ट गर्न त पाउँदैन। बरु तपाईँ यहाँ आएर भिजिट भिसामा आइसक्नु भएको छ भने कुनै कम्पनीलाई चुज गर्नुहोस्, राम्रो कम्पनीलाई चुज गर्नुहोस्, त्यसपछि कुरा गर्नुहोस्। त्यसपछि प्रोसेसिङ बेलामा तपाईँ मोरिसस हुनु भएन। मोरिसस बाहेक कुनै देश भए पनि हुन्छ, तर मोरिससमा हुनु भएन। यदि मोरिससको वर्क परमिटको लागि एप्लाई गर्नुभएछ भने मोरिससमा तपाईँलाई अराइभल र डिपार्चर दुइटै केही भएन। तपाईँ नेपालबाट भन्नाले यहाँबाट सबै कुरा सोधपुछ गरेर जानुहोस्, चुज गर्नुहोस् अनि वर्क परमिटको लागि प्रोसेसमा हालेर त्यसपछि तपाईँ घर जानुहोस्, घरमा बस्नुहोस् र जहिले वर्क परमिटको भिसा आइसकेपछि त्यसपछि आउनु होला। तर चेन्ज हुँदैन, कन्भर्ट हुँदैन यदि तपाईलाई
भन्न खोजिरहेको छु। म भिसा त धेरै प्रकारका भिसा हुन्छन्। मरिससमा जम्मा 9 प्रकारको भिसा यहाँ यसले प्रोभाइड गरिरहेछन्। धेरै भिसाहरू छन्। हामीहरू त बढी सुनेका भिजिट भिसा, स्टडी भिसा र वर्क परमिट भिसा, तर यो बाहेक पनि हुन्छ। एउटा बिजनेस भिसा हुन्छ, टुरिस्ट भिसा हुन्छ, जस्ता 9 प्रकारका भिसा यहाँका सरकारले दिइरहेछन्, जुन हामीहरूलाई अहिले त्यो सम्बन्धी बुझ्नु छैन। हामीहरूलाई अहिले बुझ्नुपर्ने हो भिजिट भिसा र वर्क परमिट भिसा दुईटा टपिक मात्र इम्पोर्टेन्ट हो। स्टडी भिसा पनि इम्पोर्टेन्ट होइन, तर मैले त्यसको बारेमा पनि के हजुरहरूलाई भनेको। वर्क परमिट भिसा बाहेक अरू बाँकी जुनसुकै भिसामा आयो भने नि कमसे कम मरिससमा 180 डेज भन्नाले 180 दिन भन्नाले 6 महिनासम्म तपाईँ बस्न सक्नुहुन्छ। त्यसपछि हजुरलाई फेरि रिन्युअल गर्नुपर्ने हुन्छ। त्यो पनि हजुरहरूलाई एउटा सानो जानकारी गराइदो। वर्क परमिट भिसामा 1 सालको हुन्छन्, म्याद हुन्छन्। त्यसलाई यहाँको हाम्रो कम्पनी, जुन कम्पनीमा हामी काम गरिरहेछौँ त्यो कम्पनीको भन्नाले म्यानेजरहरूले रिन्युअल गरिराखेको हुन्छन्। वर्क परमिटमा 1 साल हुन्छन्, बाँकीमा 6 मन्थमा रिन्युअल गर्नुपर्ने हुन्छ। भिसा सम्बन्धी भिजिट भिसा र वर्क परमिट भिसा सम्बन्धी के मैले हजुरहरूलाई जानकारी गराएको। यदि हजुरहरूले यसमा पनि केही नयाँ कुराहरू हजुरलाई सोध्नुपर्ने छ भने एकचोटि कमेन्ट गर्नुहोला। यही भिडियोमा म हजुरहरूको कमेन्ट के कस्तो छ त्यो अनुसार मैले केही जानकारी फेरि ल्याउला अनि हजुरहरूलाई त्यसको जवाब दिनेछु। फाइनली भिजिट भिसा र वर्क परमिट भिसा दुईटा टपिक मैले यहाँ चर्चा गरेको थिएँ र लास्टमा हजुरलाई एउटा कन्क्लुजन निष्कर्ष निकालेर म एउटा सानो कुरा भन्न चाहन्छु। भिजिट भिसा भन्नाले भिजिट गर्ने, घुम्ने, खाने, बस्ने, मनोरञ्जन गर्ने आदि जस्ता कामको लागि हुन्छन् र वर्क परमिट इम्प्लोइमेन्ट भिसा भन्नाले वर्क भनेको काम, इम्प्लोइमेन्ट भनेको कामदार भन्नाले कामको लागि दिइने भिसा भनेको काम गर्नको लागि दिइएको भिसालाई वर्क परमिट भिसा भनिन्छ। त भिसाले थाहा भइहाल्छ र नामले थाहा हुन्छन् कि के गर्नुपर्ने, कुन भिसा राम्रो हो भनेर। अब भिजिट भिसामा यदि तपाईले काम गरिराख्नु भएको छ भने यो इलिगल हो। यहाँको सरकारले यसको केही अफर दिएको छैन। यसमा यदि गर्यो भने यहाँको सरकारले हजुरलाई फाइन हान्छन् र जुन कम्पनीले हजुरलाई काम गराइरहेछन् त्यो कम्पनीलाई पनि यहाँको सरकारले फाइन हान्छ। फाइन पनि धेरै प्रकारका हुन्छन्। यहाँको फाइन त एकैचोटि 1000 मा हुन्छ। त्यही भएर यहाँको कम्पनीहरूले हजुरहरूको भिजिट भिसामा आएका मान्छेहरूलाई राख्दैनन्। यदि कति भेट्यो भने त्यो तरकारी मन्डीमा र सब्जी मार्केटमा या खेतीबारीमा मिल्न सक्छ। यस्ता काम मिल्छ भिजिट भिसामा। यो कुनै कम्पनीमा या कुनै राम्रो पोस्टमा या ड्राइभरैमा किन नहोस्, योहरूमा मिल्दैन भिजिट भिसामा। यदि मिल्यो भने बाई मिस्टेक हजुरले कुनै पुलिसले समात्यो भने हजुर पनि जानुहुन्छ जेल र हजुरको जुन कम्पनी हो त्यसलाई पनि जेल जानुपर्छ या फाइन हाल्नुपर्छ। त्यही भएर भिजिट भिसामा गाह्रो छ भाइ। भिजिट भिसामा आयो भने घुम, खाऊ, पियो, मनोरञ्जन गर। यहाँ मरिसस त्यहीले फेमस छ नि यो देश। आदि जस्ता मनोरञ्जनको लागि यो देश चिनिन्छ। त त्यसको लागि मात्र भिजिट भिसामा आऊ। तर कामको लागि आयो भने काम त नुकाएर छुपाएर त गरिहाल्नुहुन्छ, तर त्यो इलिगल हो, लिगल होइन। त्यही भएर निष्कर्षमा मेरो एउटै भन्न चाहन्छु, भिजिट आफ्नो ठाउँमा छ र इम्प्लोइमेन्ट भिसा आफ्नो ठाउँमा छ। त कामको लागि आउन खोजिराख्नु भएको छ भने भिजिट वर्क परमिट भिसा, इम्प्लोइमेन्ट भिसाको लागि वेट गर्नुहोस्। यदि त्यतिकै आउने र जाने गर्नुहुन्छ भने भिजिट भिसा चुज गर्नुहोस्। म दुईटा अप्सन मात्र दिन्छु। बाँकी हजुरहरूको जस्तो इच्छा
मेरो काम छ हजुरहरूलाई राम्रो जानकारी गरेर आउनको लागि। अनि त्यसपछि आज हजुर आफै खुट्टामा आफै बन्चो रहनुहुन्छ भन्ने म त केही गर्न सक्दिनँ। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो एकचोटि राम्रो या नराम्रो कमेन्ट गरिदिनु होला। र मेरो युट्युब च्यानल मनोज परदेशीलाई यस्तै हेरेर माया गरेर अनि लाइक गरिदिनु होला। र मेरो भिडियो फर्स्टचोटि हेरिराख्नु भएको छ भने मेरो युट्युब च्यानल मनोज परदेशीलाई सब्सक्राइब गरिदिनु होला। किप वाचिङ, बाइ बाई।